हेलो एन्ड नमस्ते सम्पूर्ण साथीहरूलाई। आज चाहिँ म माछा खाएको भिडियो लिएर आएको छु। माछा बनाउँदै गरेको भन्न सक्नुहुन्छ। बुढोले कसरी माछा बनाउनु भएको छ पुरा पहिला म्यारिनेट गर्नुभयो माछालाई अनि फ्राई गर्नुभयो टक्क लगाएर। अनि मैले चाहिँ ठुलो माछा मैले मात्रै खाने भनेको बुढाले चाहिँ हेर्न सक्नुहुन्छ कसरी मुख फुलाएर बस्नु भएको छ। के गर्नु र मेरो बुढाले चाहिँ फ्राई गरेर निकालिसक्नुभयो। माछा चाहिँ एकदम मिठो भए जस्तो देखेको थियो। मैले चाहिँ बुढोलाई खिजाउँदै अनि माछा खाँदै रोटी बनाउन लाएँ। मैले चाहिँ साँझमा रोटी खाने गरेको छु। मेरो बुढालाई चाहिँ रोटी पटक्कै मन पर्दैन, मलाई चाहिँ एकदम राम्रो लाग्छ। अनि साँझमा चाहिँ रोटी खान्छु मैले, दिनमा चाहिँ भातै खान्छु। अनि मैले रोटी बेल्न थालेँ, बुढाले पनि फटाफट रोटी सेक्नुभयो। अनि हामीले खानासाना पनि सबै बनाइसक्यौँ छिटो छिटो गरेर। अनि भोक पनि लास्टै लागिसकेको थियो। रेडी भयो। यहाँ चाहिँ मेरो लागि रोटी छ अनि दाल थियो। बुढोले चाहिँ रोटी खानुहुन्न, त्यसैले उहाँको लागि चाहिँ भात थियो। अनि हामीले चाहिँ टक्क कागती निचोरेर खाइम। एकदम मिठो भएको थियो। मैले चाहिँ गम्मा गम खान लागेँ माछा। हजुरहरूले पनि यस्तै गरी खानु होला, एकदम मिठो हुन्छ। अनि रोटी पनि खाएँ मैले, सब्जी बनाएन, माछा थियो त्यसैले। मेरो बुढा चाहिँ बस्नुभयो एकथाल भातमा। हेर्नु त भात कति धेरै छ, एक थाल भात। यति धेरै भात खाएर पनि कहिल्यै नमोटाउने हो। आजभोलि त अलिअलि मोटाउनु भएको छ। उहाँको शरीर चाहिँ मोटाउनु लाग्यो, गालाभरि अलिअलि पुक्क भएको छ। अनि शरीर चाहिँ खै के भएको लाग्दैन। मेरो चाहिँ पक्कै शरीर लाग्छ कि पक्क भएर पेटै फुलिन्छ। बुढोलाई खिजाउँदै खाँदै गरी हामीले चाहिँ मिठो भएको थियो, एकदम राम्रो भएको थियो। बुढोले बनाउनु भएको खाना चाहिँ अरू सबै मैले रोटी बनाएँ। टाउको चाहिँ खाँदैन, त्यसैले मैले बुढोलाई दिएँ। टाउको चाहिँ एकदम मिठो बनाएर खानुहुन्छ कि बुढोले टाउको पनि। मैले चाहिँ यहाँदेखि यतासम्म मात्रै खान्छु कि अरू चाहिँ खाँदैन। अहिले चाहिँ हामी रातको खाना खाएर हामी चाहिँ सुत्यौँ। ओके बाई। नयाँ नयाँ भिडियो ल्याउने नै छु। मेरो भिडियोलाई माया गरिदिनु होला, लाइक सब्सक्राइब गरिदिनु होला। ओके बाई, गुड नाइट।